नमस्ते 2569औं बुद्ध जयन्तीको पावन अवसरमा नेपाली जनजाति एसोसिएसन अफ क्यानाडाको अगुवाईमा अन्य जनजाति एसोसिएसनहरूसँग मिलेर एउटा बुद्ध जयन्तीको पावन अवसरमा एउटा कार्यक्रम गर्न लागेको थाहा भएर म पनि एज अ सहभागीको रूपमा त्यहाँ जाँदैछु। हुन त अब विकेन्डमा भएको भए यो कार्यक्रम भएको भए पक्कै पनि अब अलि भव्यताको साथ कार्यक्रम हुन्थ्यो होला, तर अब आज सोमबारको दिन परेको भएर सबैको काम हुन्छ, त्यसकारण सबैको स्केड्युल हेरेर बेलुका 5 बजे आयोजना गरेको। तर अलमोस्ट 6 बन्द आइसक्यो। म आफै पनि हुन त म आयोजक कमिटीमा छैन, तैपनि एउटा बौद्ध मार्गी एउटाको नाताले पनि जानुपर्छ जस्तो लागेर सहभागी हुन जाँदैछु। सायद ढिलो त भएको छैन होला, हुन त 5 बजे, तर सबैजना कामबाट आउँदा यस्तै हुन्छ। सानो भए पनि कार्यक्रम भए पनि एउटा भगवान बुद्ध जन्मेको देशको यो कार्यक्रम गर्नु त एकदम ठुलो कुरा हो। यति भए सानो भए पनि गर्नैपर्छ, र त्यसकारण म आफैले पनि जान मन लागेर म जाँदैछु। अब सायद ताल पर्यो भने मिल्यो भने केही फोटो भिडियोहरू खिच्ने कोसिस गर्नेछु। 2569औं बुद्ध जयन्ती क्यानाडामा एक समारोहको बीच सम्पन्न भयो। नेपाली जनजाति एसोसिएसन अफ क्यानाडाको अगुवाईमा ह्योल्मो सोसाइटी अफ क्यानाडा, शेर्पा केतुक क्यानाडा, तमुधी क्यानाडा, तामाङ सोसाइटी अफ क्यानाडा र क्यानेडियन नेवागुठीको संयुक्त आयोजनामा यही मे 12, 2025 क्यानाडाको ब्राम्पटन सहरमा लामा गुरुज्यूहरूबाट बौद्ध धर्मअनुसार पूजापाठ गरी सम्पन्न भयो। उक्त पूजापाठको सम्पूर्ण व्यवस्थापन ह्योल्मो सोसाइटी अफ क्यानाडाको प्रेसिडेन्ट विश्व ह्योल्मोज्यूले गर्नुभएको थियो। कार्यक्रमको उद्देश्य नेपाली जनजाति एसोसिएसन अफ क्यानाडाको जेनरल सेक्रेटरी गोपा राईज्यूले गर्नुभएको थियो भने बौद्ध धर्म र परम्परालाई अहिलेको आधुनिक युगमा कति समसामयिक छ र जीवनयापनमा कसरी अवलम्बन गर्न सकिन्छ सोको बारेमा बुद्धिज्म स्टडीमा मास्टर्स डिग्री गर्नुभएको श्री श्रेष्ठज्यूले वर्णन गर्नुभएको थियो। लामा गुरुज्यूबाट बौद्ध धर्म दर्शनको बारेमा संक्षिप्त प्रवचन दिनुभएको थियो। हरेक कम्युनिटी हाम्रो यो जनजातिको डिफ्रेन्ट सिस्टर कम्पनी के अरे अर्गनाइजेसनले आफ्नो आफ्नो पकेट मनाउने चलन थियो। यसलाई चाहिँ हामीले अलिकति कसरी मिलाएर लाने एउटा एन्जेक एज अ अम्ब्रेला अर्गनाइजेसन बसेर यसलाई चाहिँ हामी एउटा युनिटी देखाउने प्लस यसलाई चाहिँ अलिकति सहजीकरण कसरी बनाउने भन्ने हिसाबले हामीले अस्ति लास्ट मन्थ मिटिङ भएको थियो। त्यही मिटिङको फलस्वरूप हामीले चाहिँ आज यो बुद्ध जयन्ती मनाउन गइरहेका छौँ। यो चाहिँ हामी पहिलोको जस्तो म अन पार्टी भन्दा पनि म अन रिचुअलमा गएर चाहिँ यसलाई चाहिँ अलिकति सेमाई फर्मल, नो भाषण नो डान्स है, यसलाई चाहिँ अलिकति रिचुअलमा फोकस गर्ने अनि हामीले चाहिँ एउटा युनिटी देखाएर चाहिँ यो बुद्ध जयन्ती मनाउन
गइरहेछौँ। त्यसको लागि चाहिँ तपाईँहरू आइदिनु भयो। वन्स अगेन थ्याङ्क यू भेरी मच। शरणं शरणं गच्छामि सङ्गं शरणं गच्छामि नमो अमिताभ्याय। त्यो विषयलाई चिन्तन गर्ने हो। त्यसपछि ठिक लाग्यो भनिसकेपछि अब बल्ल अपनाउने हो, जीवनशैलीमा लागू गर्ने हो। त्यसैले यो एउटा लाइफ स्टाइल हो, हामी सबैले लिउँ र 4 आर्य सत्य, आर्य अष्टाङ्गिक मार्ग यी विषयहरूमा तमाम पुस्तकहरू लेखिएको छन्। अहिले पहिला चाहिँ अब टिबेटन भाषामा थियो धेरै पुस्तकहरू, अनि संस्कृत भाषामा धेरै थियो, अनि केही समय पछाडि नेवार कम्युनिटिजहरूले नेवारी भाषामा ट्रान्सलेट गरेर नेवारी भाषाका पुस्तकहरू धेरै थिए। त्योभन्दा अरू भाषाको लागि चाहिँ एक्सेस अलिक कम थियो। तर अहिले जुन एक्सप्लोर गर्ने क्रममा चाहिँ के भइरहेको छ भन्दा नेपाली भाषाको पनि अत्याधिक पुस्तकहरू आएको छ, जुन टिबेटन भाषामा भएका कन्ये तेङ्युर बुम होइन युङ यी सबै पुस्तकहरू अहिले ट्रान्सलेट भएर नेपालीमा पनि आएको छ र इङ्ग्लिसमा धेरै पुस्तकहरू अहिले आइसकेको छ। त्यसले गर्दाखेरि तपाईँ हामीलाई बुद्ध धर्म अपनाउनको लागि अब हामीले त्यस्तो दुःख गर्नु पर्दैन। हाम्रो एक ट्याबमा अहिले हामी बुद्ध धर्मको शिक्षाहरू पढ्न पाउँछौँ अनि त्यसपछि चिन्तन गरिसकेपछि ओ ल ठिक छ भनेपछि अब गुरुसम्म आएर गुरुको आदेश अनुसार हामी बुद्ध धर्म प्र्याक्टिस गर्न सकिन्छ। त्यही भएर यो बुद्ध धर्मलाई म चाहिँ लाइफस्टाइल बनाउँ भन्छु। अनि आज चाहिँ अब बुद्ध पूर्णिमा एकदमै महत्त्वपूर्ण दिन हो। यो दिन चाहिँ एकदमै बुद्धको अब जन्मिनु भएको पनि आजैको दिन पर्छ। 2569 भयो र त्योभन्दा 80 वर्ष अगाडि उहाँ जन्मिनु भयो भनेपछि जन्मभन्दा पनि यो चाहिँ हाम्रो परिनिर्वाण र इन्लाइटन हुनुभएको दिनको रूपमा आज र अनि उहाँ जन्मिनुको दिन जुन चाहिँ यो 1969 भन्दा 80 वर्ष अगाडि जानुपर्छ। जन्म चाहिँ उहाँको त्यो बेला हो।